यदि तपाईँ पनि विद्यार्थी हो अथवा घरमा यत्तिकै बसिरहनु भएको छ अथवा कतै जब गर्नु हुँदैछ भने पनि तपाईले चाहिँ दिनको 15-20 मिनेट जति मात्रै समय दिएर पनि फ्रीमा राम्रो इन्कम गर्न सकिने एउटा यस्तो वेबसाइट छ जुन वेबसाइटमा चाहिँ कसरी अनलाइन काम गर्ने भन्ने बारेमा चाहिँ मैले भिडियो बनाएको छु। पुरा भिडियो हेर्नु होला है त। यो चाहिँ एउटा माइक्रो टास्क वेबसाइट हो, तर यो वेबसाइटमा चाहिँ अरु वेबसाइटमा भन्दा पर टास्क पेइङ रेट चाहिँ एकदमै हाई छ है त। यहाँ चाहिँ हामीले एउटा सिम्पल टास्क गरेको $1 सम्म पनि सजिलै कमाउन सकिन्छ है। अब तपाईहरुलाई लाग्ला यो वेबसाइटले पेमेन्ट गर्छ कि गर्दैन भनेर, तर यो वेबसाइटले चाहिँ 100% पेमेन्ट गर्छ है। यदि तपाईहरुलाई विश्वास लाग्दैन भने मैले यसको पेमेन्ट प्रुफको पनि भिडियो बनाइसकिरा छु। म लिंकलाई डिस्क्रिप्सनमा राख्दिने छु, तपाईहरुले त्यहाँबाट गएर हेर्न सक्नुहुनेछ है त। यो वेबसाइटमा त्यति धेरै टास्कहरु त हुँदैन, तर पनि हामीले थोरै थोरै पकेट खर्च चाहिँ मजाले निकाल्न सक्छौं है त। अब चाहिँ यो वेबसाइटबाट हामीले पैसा कमाउने तरिकाहरु हेरौं है त। यो वेबसाइटमा चाहिँ हामीले दुई तरिकाले पैसा कमाउन सकिन्छ है। पहिलो तरिका भनेको चाहिँ अनलाइनमा विद्यार्थीहरुले सोधेको क्वेशनको एन्सर दिएर हो, र सेकेन्ड तरिका भनेको चाहिँ यस्तै नर्मल टास्कहरु कम्प्लिट गरेर हो है। यदि तपाईहरु विद्यार्थीहरुले सोधेको क्वेशनको एन्सर दिएर पैसा कमाउन चाहनुहुन्छ भने चाहिँ आफूले एन्सर दिनु भन्दा अगाडि चाहिँ एउटा टेस्ट पास गर्नुपर्ने हुन्छ, जुन टेस्टको चाहिँ सब्जेक्ट अनुसार फरक फरक फीहरु हुन्छ है त। र तपाईलाई त्यो टेस्ट पास गर्नु पनि एकदमै गाह्रो हुन्छ है त। त्यसैले तपाईहरु त्यो विद्यार्थीहरुको एक्जाम दिएर धेरै पैसा कमाउनतिर चाहिँ नलाग्नु होला है त। अब आजको यस भिडियोमा चाहिँ म तपाईहरुलाई टास्क कम्प्लिट गरेर चाहिँ कसरी पैसा कमाउने भन्ने बारेमा सिकाउने छु है त। त्यसको लागि चाहिँ सबैभन्दा सुरुमा तपाईले आफ्नो गुगल ब्राउजरमा गएर स्कुल सल्भर भनेर सर्च गर्न पनि सक्नुहुन्छ, अथवा डिस्क्रिप्सनमा लिंक राख्दिने छु, तपाईहरु डाइरेक्ट त्यहाँबाट पनि गएर अकाउन्ट क्रिएट गर्न सक्नुहुनेछ है। अब यो वेबसाइटमा अकाउन्ट बनिसके पछाडी चाहिँ तपाईले यो एक्स्ट्रा मनी भन्ने पेजमा आएर चाहिँ अभाइलेबल माइक्रो टास्क भन्ने क्लिक गर्नुपर्ने हुन्छ है त। तपाईहरुले चाहिँ आफ्नो मोबाइलबाट पनि गर्न सक्नुहुन्छ है। अब त्यस पछाडी चाहिँ यहाँनेर अभाइलेबल भएको टास्कहरु चाहिँ सबै यहाँनेर हुन्छ। तपाईले कुन टास्क आफूलाई गर्न सक्छु जस्तो लाग्छ त्यो टास्कमा चाहिँ क्लिक गर्नु होला है। जस्तै अब मैले यो टास्कमा क्लिक गरे। अब त्यस पछाडी चाहिँ यहाँ तल देख्न सक्नुहुन्छ है एक्सेप्ट दिस टास्क भनेर है, त्यहाँनेर थिच्नु होला। अब एक्सेप्ट गरिसके पछाडी चाहिँ तपाईलाई यहाँ एउटा इन्स्ट्रक्सन दिनेछ है त, के गर्नुपर्छ हामीले यो टास्क कम्प्लिट गर्नको लागि भनेर चाहिँ एउटा इन्स्ट्रक्सन दिनेछ। त्यो इन्स्ट्रक्सन चाहिँ मजाले पढ्नु होला। यो वेबसाइट चाहिँ एकदमै स्ट्रिक्ट वेबसाइट हो। यो वेबसाइटमा चाहिँ तपाईले चिट गर्ने कोसिस चाहिँ नगर्नु होला है। यदि तपाईले इन्स्ट्रक्सन बाहेक फाल्टो केही काम गर्नुभयो भने चाहिँ तपाईको टास्क एप्रुभ हुँदैन है। इन्स्ट्रक्सनमा जे छ त्यही मात्र गर्नु होला है त। अब यहाँनेर चाहिँ मलाई रेडिटमा यो पोस्ट गर्दै भनेको छ है त, अनि रेडिटको लिंक पनि दिएको छ है। त्यसको लागि चाहिँ सबैभन्दा सुरुमा मैले यो लिंकलाई कपी गर्छु अनि अर्को ब्राउजरमा पेस्ट गर्दिन्छु। अब हाम्रो यस्तो खालको पेज खुलिसकेको छ है त। अब फेरि वेबसाइटमा ब्याक हुन्छु र इन्स्ट्रक्सन पढ्छु है त, हामीलाई के गर भनेको छ भनेर। अब यहाँनेर चाहिँ भनेको छ क्रिएट अ पोस्ट विथ द फलोइङ टाइटल, द पोस्ट शुड ह्याभ द फलोइङ फ्लेयर, अनि अर्को छ द पोस्ट शुड ह्याभ द फलोइङ बडी टेक्स्ट भनेर छ है त। अब यो सबलाई कपी गरेर त्यही अनुसार म यो पेजमा लगेर पेस्ट गरिदिन्छु है, अनि अब पोस्ट गरिदिन्छु। अनि हामीलाई प्रुफको लागि के मागेको छ भन्दाखेरि मेरो रेडिट प्रोफाइलको लिंक मागेको छ र त्यो मैले पोस्ट गरेको हो कि होइन भनेर स्क्रिनशट मागेको छ है त। अब म त्यही अनुसारको प्रुफ लगाइदिन्छु र सबमिट गरिदिन्छु। अब यति गरे बापत चाहिँ मैले 60 सेन्ट बराबरको काम चाहिँ कम्प्लिट गरिसकेको छु है त। अब जब यो रिभ्यू हुन्छ, रिभ्यू भइसके पछाडी उताबाट एप्रुभ गरिदिन्छ, अनि एप्रुभ भइसके पछाडी चाहिँ मेरो अकाउन्टमा आएर बस्नेछ है त। अब यहाँनेर चाहिँ देख्न सक्नुहुन्छ मैले कम्प्लिट गरिसकेको टास्कहरु। एउटा सिम्पल टास्कको $1 सम्म अर्न गरेको छु है त। अब यहाँ चाहिँ देख्न सक्नुहुन्छ मेरो प्रोफाइल अहिले $4.41 चाहिँ अर्न पनि भइसकेको छ है। र अब ट्रान्ज्याक्सनमा गएर हेर्नु भने यहाँनेर देख्न सक्नुहुन्छ $25 को पैसा चाहिँ मैले विथड्र पनि गरिसकिरा छु है त। यदि तपाईहरु पनि फ्री हुनुहुन्छ र अनलाइन अर्निङमा इन्ट्रेस्टेड हुनुहुन्छ भने तपाईहरुले यो वेबसाइट ट्राई गर्न सक्नुहुनेछ है त।